हेलो साथीहरू, नमस्ते अनि स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म सिमी र आलु अनि उम्रेको मटरको तरकारी रेसिपी हजुरहरूलाई देखाउन गइरहेकी छु। हेरेर मलाई साथ दिनुहोला अनि मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। मैले चाहिँ सिमीको तरकारी यसरी पकाएँ। पहिला प्याजहरू अबदेखि नै हाल्नुभयो, मैले भुटभाट पारेँ। अनि मैले मसला चाहिँ माछामा हाल्ने मसलाहरू पिसेँ। माछामा हाल्ने मसला पिसेर सिमीमा हाल्यो भने एकदम मिठो हुन्छ। त्यही भएर अनि मैले माछामा हाल्ने मसला पिसेर सिमीको तरकारीमा एड गरेर चलाएँ। हेर्नु न, सिमीको तरकारी कस्तो हेर्दाखेरि खाउँ जस्तो छ हैन। अनि मैले त्यसलाई ढाकेर फेरि भुटभाट पारेँ, भुटेँ। किनकि मसलाहरू राम्रोसँग भुटेन भने हल्का तरकारीबाट हल्का बास्ना आउँछ। त्यही भएर अनि मैले मजाले भुटेँ। म जहिले पनि आगोमै पकाउने गर्छु। आगो मजाले बोलेको थियो हैन। त्यसपछि मैले टमाटर हालेँ। टमाटर पनि हालेर एकछिन भुटेर ढाकेँ। फेरि ढाकेर निकालेर हेरेँ टमाटर हल्का पाकिसकेको रहेछ। अनि मैले पानी एड गरेँ। पानी एड गरिसकेपछि मैले चाहिँ दाल पकाएकी थिइनँ, यसैको ग्रेभी खाने भनेर मैले चाहिँ पानी एड गरेर यसको ग्रेभी बनाएँ। किनकि यसको ग्रेभी पनि मिठो हुन्छ, त्यही भएर मैले ग्रेभी बनाएँ। अनि पानी हालिसकेपछि मैले एकछिन छोपेर मजाले पकाएँ। मजाले पकाइसकेपछि मैले फेरि हेरेँ खोलेर हेर्दा त ओहो, तरकारी त कति राम्रो, कति मिठो होला जस्तो भएको रहेछ। अनि मैले मेरो तरकारी पाकेर रेडी भइसक्यो। अनि मैले चाहिँ तरकारीलाई उतारेर अर्को भाँडोमा खनाएर राखेँ। किनकि मैले भाँडो कराईमै कहिले पनि राख्दिनँ, किनकि चुलामा पकाएको हो नि त। खनाएर राख्छु र कराईहरू माझेर राखिदिन्छु। त्यही भएर मैले खनाएर राखेँ। राखिसकेपछि चाहिँ नि मैले यता टमाटरको चटनी लाउन लाएँ। किनकि तरकारी मात्रै दाल पकाएन भने खाइँदैन, चटनी भयो भने अलि बढी खाइन्छ नि त साथीहरू, मिठो हुन्छ नि त। त्यही भएर अनि मैले यता दुईटा टमाटरलाई आगोको कोइलामा पोल्न लागेँ। किनकि पोलेर पिस्यो भने चटनी एकदम मिठो र बाक्लो जस्तो हुन्छ नि त। अनि टमाटर पोलेँ, हेर्नु न कति राम्रो आगो छ। अनि मैले टमाटर पोलिसकेपछि चटनी पिस्नेतर्फ लागेँ। धनियाको पात हालेँ, हरियो खुर्सानी हालेँ, नुन हालेँ अनि थोरै टिमुर पनि हालेँ। टिमुर हालेको चटनी एकदमै मिठो र स्वादिलो हुन्छ। त्यही भएर अनि मैले टमाटरलाई नि पिसेर चटनी रेडी बनाइसकेँ। अनि हाम्रो यस्तो